everyone, welcome back to my channel. It's me Trishna Kafle को ब्लग मा फेरि पनि स्वागत छ सबैजनालाई। अनि आज चाहिँ मैले धेरै पछि ब्लग लिएर आएको छु। 1-2 महिना भएको थियो ब्लग नबनाएको, अनि अस्ति भर्खर मदर्स डेमा चाहिँ बनाएको थिएँ, तर त्यो कस्तो अल्छी लाग्दो ब्लग छ। त्यसैले आज फेरि पनि आइसकेको छु। मैले हामी चाहिँ जान आँटेको छौँ मङ्गलाबारे। मङ्गला जान आँटेको छौँ। म चाहिँ रेडी भइसकेँ अघि पैसके रेडी। अब हामी जाम लेट्स गो। अब चाहिँ हामी कपाल काट्न जाने भएको। बस जाम। हामीहरू चाहिँ जान्छौँ पार्लरमा। भाइको कपाल काटिसकेर हामी चाहिँ आइसक्यौँ पार्लरमा र मम्मी थ्रेडिङ गराउँदै हुनुहुन्छ यहाँनिर। हामीहरू चाहिँ छाता हेर्न आएको छौँ, किनभने यसपालि म नयाँ स्कुलमा गएको छु, अनि कहिलेकाहीँ साइकलमा जाँदाखेरि पानी पर्छ नि त, त्यसैले हामी छाता हेर्दैछौँ यहाँनिर। अनि यो भिडियो चाहिँ को साथीहरूले मेरो हेर्दैछन्, पुरानो साथीहरूलाई, तिनीहरूलाई चाहिँ म यो भन्न चाहन्छु, मिस यु सबैजनालाई। हामीहरू चाहिँ आएको छौँ मोमो खानको लागि। अघिदेखि मोमो खानको लागि हामी चाहिँ मोमो खानको लागि अघिदेखि पर्खेकै छौँ। मेरो भाइलाई चाहिँ अल्छी लागेर त्यहाँनिर हेर्न सक्नुहुन्छ। फाइनली मोमो पनि आइपुग्यो हाम्रो। अब चाहिँ हामी मोमो खान्छौँ। अनि हामी चाहिँ आएको छौँ मोमो खाइसकेर फेन्सी पसलमा मम्मीलाई क्रिमहरू दिन। क्रिम खोज्दै हुन्छ। भाइको कपाल पनि काटे आज हेन्डसम भयो। खोल त। तपाईँको प्रश्न खुसी अब यसले छाता छोड्दैन होइन भाइ? अब यसले छाता छोड्दैन होइन? हो कि होइन? बचाउँछ यसले 2 दिनमै। हामीहरू चाहिँ अघि घर आइसकेको छौँ। अनि मैले चाहिँ अघि लुगा पनि फेरिसकेँ, अघि आइसकेको। अनि अब चाहिँ हामी खाना आँटेको छौँ। खाजा चिया पकाउन आँटेको छ अब। अनि चिया खान्छौँ। अनि के गर्छौँ त्यो चाहिँ मलाई थाहा छैन। म चाहिँ आएको छु मम्माकोमा। अनि यहाँ चिया उम्लिँदैछ। अनि हामी चिया र बिस्कुट खान्छौँ। म चाहिँ खान्छु अब चिया र बिस्कुट। आजको लागि चाहिँ यति नै भन्न चाहन्छु। आजको लागि चाहिँ बाई बाई।